वीर बालेनसँग सरकारै भएन नि त। इतिहास हेर्नु नि त, कसले विदेश बेचेका नारीहरूलाई, कसले अष्टलक्ष्मीलाई बलात्कार गर्दै गर्दा, कसले 10 क्लास पढ्ने बालिकाहरूलाई बलात्कार गर्दै गर्दा ती बलात्कारीहरूलाई तह लगाएर, कसले त्यो श्याम परदेशीहरू जस्ता ती अपराधीहरूलाई तह लगाए, कसले यो देशका जनताका आवाजहरू दिए। बालेन र रविसँग तुलनै गर्न सकिँदैन, तुलनै गर्न सकिँदैन। रवि भनेको साँच्चीकै यो देशको राष्ट्रको एउटा निकास हो, सब थोक त्यागेर के। त्यस कारण रविसँग बालेनसँग तुलना गर्न सकिँदैन। बालेनको जुन ठाउँमा छ उहाँ ठिक हुनुहुन्छ होला, तर रवि भनेको देशको लागि हिँड्ने मान्छे हो। माथिको हुम्ला, उताको पूर्व, उताको पश्चिम, यो देशका 77 जिल्ला र 6,743वटा ओडाहरूका प्रत्येक ओडामा रविको विचार सम्प्रेषण भइसकेको छ। रविसँग बालेनको कुनै तुलना गर्नु पर्दैन। रवि लामिछाने जेलबाट निस्केका होइनन्, जेलबाट बाहिर धकेलिया हो, जेलबाट बाहिर धकेलिया हो, आफ्नो जेललाई बचाइएको हो। तर पनि बाहिर जनताले साँच्चीकै रविलाई मानेको हुनाले त्यत्रो आन्दोलनबाट बचेर सम्भव थियो। उही जेनजी पुस्ताहरू कसैका घर आगो लाउँदै जाने, कसैलाई बन्दुक हान्दै, कसैलाई मार्दै जाने, रवि लामिछाने बाहिर आउँदाखेरि कसैले जे पनि गर्न सक्थ्यो नि त। त्यो कस्तो जोखिम हो। त्यसकारण रवि लामिछानेलाई जेलबाट बाहिर धकेलिया। यो जनता